हेर्न आएको यहाँ मजाले मान्छेहरूले कायाकिङ पनि गरिरहेछ र अहिले वेदर पनि एकदम राम्रो छ अब चाहिँ नि यहाँ अब लेक वाकिङ गर्दैछौँ सबैजना कस्तो राम्रो त्यो भ्यू चाहिँ गाई चाहिँ यहाँ चाहिँ नि निस्किरहेछ कति अर्को गाई चाहिँ छ यो भनेको त्यो तातो पानीको कुण्ड तातो पानीको बाफ आइरहेछ गाई जस्ट धुवा आइरहेछ यो तातो पानीको इन्ट्रेस्टेड सो गुड हामी यहाँ चाहिँ हिँडिरहेछौँ यो गाइजर चाहिँ ठाउँ ठाउँमा देखिन्छ यो धुवा आइरहेछ नि यो पनि गाइजरै हो नेचुरल हट वाटर आयो कतिसम्म आउँछ अरे 200 फिट 200 फिट कस्तो खतरा के हट वाटर यो चाहिँ 106 देखि 184 फिट माथि जान्छ 200 फिट चाहिँ होइन है यो एभ्री 90 मिनट आउँछ यो चाहिँ हामी हिँडिरहेछौँ होइन हामी हिँडेको त छेउछेउमा पनि यस्तो गाइजरहरू चाहिँ देखिन सकिन्छ कि हामी यहाँ हिँडे हाइकिङ गरेर रहेछौँ होइन यस्तो देखिन्छ कि भनेर हिँडिरहेछौँ र देखिन्छ पनि नानीहरू चाहिँ हिँडिरहेछन् पनि इन्जोय गरिरहेछन् हिँडिरहेछन् हेरिरहेछन् होइन यो अलिअलि सानो सानो खोला जस्तो पनि छ हामी सबैजना यति धेरै हिँड्यो कि हो यो त हिँडिरहेछौँ खुट्टा पनि दुख्यो हिँड्दै हिँड्दै इन्जोय पनि भयो हिँडे पनि छ इन्जोय पनि भयो यस्तो गाइजहरू चाहिँ देखिन्छ है तर यहाँ उता जुन यो बाटो छ नि त्यसको उतापट्टि चाहिँ हिँड्नु हुँदैन एकदम डेन्जरस हुन्छ सबै बाटो बनाइदिएको छ कि यहाँ सबै यहाँ चाहिँ कस्तो त्यो हिरो जब त्यो बुक्लुक बुक्लुक भनेको यो पनि गाइजरै हो कि हेर्नु न कस्तो इन्ट्रेस्टिङ है प्रकारको चाहिँ यसलाई चाहिँ बाइसन भन्छ इङ्ग्लिसमा होइन यो चाहिँ एक प्रकारको चाहिँ भैँसी जस्तै हो अलिकति फरक हुन्छ तर भैँसी जस्तो